समाचार अब विस्तारमा। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल 20 दिन विदामा बस्नु भएको छ। प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्तिसँगै मल्ल विदामा बस्नु भएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले मल्ल 20 दिनका लागि विदामा बसेको बताउनुभयो। यसअघिका प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत 65 वर्षीय उमेरले अवकाश पाएपछि वरिष्ठतम न्यायाधीश मल्लले 2082 चैत 18 गतेदेखि कामु प्रधान न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। तर संवैधानिक परिषदले आफूभन्दा जुनियर शर्मालाई प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेपछि उहाँ असन्तुष्ट हुनुहुन्थ्यो। शर्माले हिजो संसदीय सुनवाईको प्रक्रिया सकेर हिजो नै पदभार ग्रहण गरिसक्नु भएको छ। श्रम संस्कृति पार्टीका सांसदहरूले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक शुरू हुन साथ अध्यक्ष हर्क साम्पाङ सहित सबै सांसदहरू उठेर विरोध जनाएका हुन्। त्यसपछि सभामुख डोल प्रसाद अर्यालले बोल्न समय दिँदा साम्पाङले सरकार गैर जिम्मेवार बनिरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो। प्रधानमन्त्री र सरकारका अन्य मन्त्रीहरूलाई प्रश्न सोध्न पाउनुपर्ने भन्दै उहाँले आज पनि रूलिङको माग गर्नुभयो। बैठकमा सांसदहरूले होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको तत्काल उचित व्यवस्थापन गर्न माग गरेका छन्। विपदको पूर्व तयारी गर्न पनि सरकारको सांसदहरूले ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविधा गौतमले निर्वाचन सम्बन्धी 2 विधेयक प्रस्तुत गर्न हुने कार्यसूची छ। प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 र मतदाता नामावली पहिलो संशोधन विधेयक 2083 प्रस्तुत गर्नुहुनेछ। हिजोको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफलका साथै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले जवाफ दिनुभएको थियो। दैलेखको भैरवी गाउँपालिका 1 जलजले क्षेत्रमा जमीनमुनि ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको पुष्टि भइसके पनि उत्खनन अन्यलमा परेपछि स्थानीय तहले दबाव थालेको छ। प्रारम्भिक अध्ययनले नेपाललाई वर्षौंसम्म पुग्ने ग्यासको सम्भावना देखिएपछि एक समय राष्ट्रिय चर्चामा रहेको यो आयोजना अहिले ठोस कार्यतालिका अभावमा सुस्ताएको छ। हालै दैलेख र कालीकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखले उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गरेका छन्। महाबुलेकमा बसेको संयुक्त बैठकले जलजलेको पेट्रोलियम पदार्थको वास्तविक क्षमता यकिन गरी उत्खनन कार्यलाई द्रुत गतिमा अघि बढ़ाउन सरकारसँग माग गर्ने निर्णय गरेको हो। बैठकले पेट्रोलियम पदार्थको उत्खननका साथै 6 बुँदे ऐतिहासिक साझा प्रतिबद्धता पनि पारित गरेको छ। परियोजनाका सूचना अधिकारी प्रकाश लोइटेलका अनुसार अहिले पहिलो चरणको प्राविधिक प्रतिवेदन चिनिया पक्षले बुझाएको छ। तर अबको मुख्य काम भनेको ग्यासको उत्पादकत्व र व्यावसायिक भण्डारणको अन्तिम परीक्षण गर्नु हो। यो 2 देशको सरकार G2G तहको परियोजना भएकाले आगामी प्रक्रियाका लागि चिनिया पक्षलाई अनुरोध पत्र पठाइए पनि उताबाट आधिकारिक जवाफ र स्पष्ट कार्यतालिका आउन बाँकी हुँदा काममा ढिलाइ भएको छ। चीन सरकारको करिब 2 अर्ब 17 करोड़ अनुदान सहयोगमा चाइना जियोलोजिकल सर्वेले सन् 2019 देखि त्यहाँ अध्ययनको काम गरिरहेको छ। चिनिया प्राविधिक टोलीले नेपाल सरकार बुझाएको प्रतिवेदन अनुसार जलजले क्षेत्रको जमीन मुनि 80 अर्ब 70 करोड़ घनमिटर प्राकृतिक ग्यासको भण्डार छ। यो परिमाण नेपाललाई 50 देखि 60 वर्षसम्मका लागि पुग्ने अनुमान गरिएको छ। आफ्नै श्रीमती 33 वर्षीय उर्मिला भण्डारीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको हल्दीबारी गाउँपालिका 5 कञ्चन श्री बस्ने 44 वर्षीय गोकर्ण भण्डारीलाई पक्राउ गरेको छ। उनलाई गैराती प्रहरीले पक्राउ गरिएको जनाएको छ। गोकर्णले धारिलो हतियार प्रहार गरी उर्मिलाको हत्या गरेको खबर पाएपछि प्रहरी चौकी कञ्चन श्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न भागबाट लागू औषधसहित 17 जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाबाट 4, सिराहा र कैलालीबाट 3 तथा मकवानपुर र ललितपुरबाट 2, उदयपुर, कपिलवस्तु र पर्साबाट 1 जना पक्राउ परेका छन्। लागू औषध ब्यूरोको टोलीले उनीहरूको साथबाट लागू औषध खैरो हिरोइन तथा गाँजा र चिकित्सकको सिफारिशमा मात्र खरिद गर्न पाइने ट्रामाडोल र स्पास्मो बरामद गरेको बताएको छ। कञ्चनपुर कमला सड़कका आयोजनाको लागत झण्डै 3 अर्बले बढ़ने भएको छ। तोकिएको समयमा सम्पन्न नहुने भएपछि चौथो पटक म्याद थपको पनि तयारी गरिएको छ। एसियाली विकास बैंक एडीबीको ऋण सहयोगमा नेपालको गौरव र रणनीतिक महत्वको एसियन हाइवे अन्तर्गत कञ्चनपुर कमला सड़क खण्डको 46
86.83 किलोमिटर सड़क विस्तार तथा स्तर उन्नति विगत 6 वर्षदेखि अलपत्र छ। नेपाल सरकार र निर्माण कम्पनी बीच 77 असार 11 गते सड़क विस्तार तथा स्तर उन्नतिको लागि सम्झौता भएको थियो। सम्झौता अनुसार यो आयोजना 80 कार्तिक 11 गते भित्र सम्पन्न भइसक्नुपर्ने थियो, तर निर्माण कम्पनी चाइना रेलवे नम्बर 2 इन्जिनियरिङ ग्रुपको ढिलासुस्ती र आन्तरिक कारण निर्माण निर्धारित समयमै काम सम्पन्न हुन नसकेको हो। आयोजनाको म्याद पहिले 14 महिना, त्यसपछि 12 महिना र पछिल्लो पटक 6 महिना थपेर आगामी असार 16 गतेसम्म पुर्याइएको छ। अन्तिम म्याद सकिन अब करिब 1 महिना मात्र बाँकी छँदा हालसम्मको समग्र भौतिक प्रगति जम्मा 68% सीमित छ, जसले गर्दा चौथो पटक म्याद थप्नुपर्ने अवस्था देखिएको छ। आयोजनाका पूर्वी खण्ड सड़क आयोजना कार्यालयका प्रमुख निरज साकेका अनुसार उक्त खण्डमा 39.42 किलोमिटर मध्ये हालसम्म 24.58 किलोमिटर मात्र कालोपत्रे भएको छ। विगतमा काम सुस्त हुनुको कारण कोरोना महामारी, रुख कटानमा ढिलाइ, बिजुलीका पोल नसारिनु र ठेकेदार कम्पनीको आन्तरिक वित्तीय तरलता भएको बताइएको थियो। साथै पश्चिम खण्डका सूचना अधिकारी अनुपम कुमार शाहका अनुसार 47.41 किलोमिटर मध्ये 35.61 किलोमिटर कालोपत्र भएको छ। मुख्य बजार क्षेत्रहरूमा विद्युतका ट्रान्सफर्मर सार्न ढिलाइ हुनु र बिजुलीको पोल समयमा नहटाउँदा मुख्य बजार क्षेत्रमा कालोपत्रे गर्न ढिलाइ भएको हो। नेपाल स्थित एडीबी निर्देशनालयका सूचना अधिकारी ध्रुव कुमार श्रेष्ठका अनुसार 2 अर्ब 97 करोड़ 22 लाख रुपियाँ लागत वृद्धि हुने भएको छ। नेपाली बजारमा आज सुनको मूल्य ओह्रालो लागेको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार छापावाल सुन प्रतितोला 3,300 रुपियाँले घटेको छ। हिजो प्रतितोला 2,95,300 रुपियाँमा कारोबार भएको सुन आजका लागि भने प्रतितोला 2,92,000 रुपियाँ निर्धारण गरिएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा 125 रुपियाँ घटेको छ। हिजो प्रतितोला 5,085 रुपियाँमा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला 4,960 रुपियाँ निर्धारण गरिएको छ। मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय जोमसोमले मुस्ताङका उच्च लेक, खर्क र पाटनमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती शुरू गरिएको जनाएको छ। मुस्ताङमा ड्रोन प्रविधिद्वारा चलचित्र, डकुमेन्ट्री फिल्म र चाडपर्व लगायत श्रव्य दृश्यहरू छायाङ्कन गरिएको भए पनि अन्नपूर्ण संरक्षण आयोजनाको पहिलो एआई प्रविधिको ड्रोन क्यामेरा वन गस्ती गर्ने कार्यमा प्रयोगमा ल्याइएको हो। कठिन भूगोल र उच्च स्थानका न्यून मानव बस्ती रहेका स्थानमा वन अनुगमन गर्नको लागि पहिलो पटक एआई ड्रोन प्रविधि प्रयोगमा ल्याइएको हो। एकीकृत संरक्षित वन तथा वन पैदावारको संरक्षण तथा वन्यजन्तुको चोरी शिकारी लगायत वन क्षेत्रहरूमा हुने विभिन्न प्रकारका अवांछित गतिविधि नियन्त्रणको लागि उक्त प्रविधि प्रयोगमा ल्याइएको एकीकृत जमसमका वरिष्ठ प्राकृतिक स्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। चीन भ्रमणमा रहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन समकक्षी सी जिनपिङसँग विभिन्न उच्चस्तरीय बैठकमा सहभागी हुनुभएको छ। हिजो बेजिङ पुग्नुभएका पुटिनलाई आज बिहान जिनपिङले ग्रेट हल अफ दि पीपुलमा धूमधामका साथ स्वागत गर्नुभएको थियो। त्यसपछि उहाँहरूबीच एक छोटो भेटघाट भएको छ। अब प्रतिनिधिमण्डल स्तरीय भेट हुनेछ। भेटमा सीलाई प्रिय मित्र भन्नुभएका पुटिनले यो भेटका लागि आफू लामो समयदेखि प्रतीक्षारत रहेको बताउनुभयो। एक सम्बोधनका क्रममा सीले एकतर्फी प्रभुत्व विश्वभर व्यापक रूपमा चलिरहेको बताउँदै चीन र रूसले अझ न्यायपूर्ण र समतामूलक विश्वव्यापी शासन प्रणाली निर्माण गर्नुपर्ने बताउनुभयो। पुटिनले रूस र चीनको सम्बन्ध अभूतपूर्व रूपमा उच्च स्तरमा पुगेको बताउनु भएको छ। पुटिनले ब्रिक्स लगायतका ठूला समूहहरूतर्फ संकेत गर्दै सहकार्यको प्रस्ताव गर्नुभएको छ। दुवै नेताहरूले आज विभिन्न 21वटा समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ। यो सहित 40 भन्दा बढ़ी सम्झौता गर्ने तयारी छ। सीले मध्यपूर्वको अवस्था महत्वपूर्ण मोडमा पुगेकोले द्वन्द्व पुनः शुरू गर्ने कुरा अस्वीकार्य हुने बताउनुभयो। यो तनावको बीचमा पनि रूस भरपर्दो ऊर्जा आपूर्तिकर्ता भएको बताउनु भएको छ। यो भ्रमणका क्रममा पावर अफ साइबेरिया 2 पाइपलाइन निर्माणको विषय रहेको छ, जसले वार्षिक 50 अर्ब क्यूबिक मिटर रूसी ग्यास चीन पुर्याउने लक्ष्य राखेको छ। यस आयोजनाले चीनको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने विश्वास गरिएको छ। यसबारे पनि आज सम्झौताको तयारी गरिएको छ। पुटिनले सीलाई आगामी वर्ष रूस भ्रमणको निम्तो दिनुभएको छ। यसैबीच पुटिन र सी बीच भेट भइरहेकै बेला चीनले अमेरिकाबाट 200 बोइङ जेट किन्ने भएको छ। चीनको वाणिज्य मन्त्रालयका अनुसार अमेरिकाले इन्जिन पार्ट
ऊर्जा र कम्पोनेन्टहरूको आपूर्तिको ग्यारेन्टी दिएको छ। साथै गत अक्टोबरमा सहमति भएको कर युद्धविरामको विस्तार गर्ने दिशामा पनि काम गर्ने उल्लेख गरिएको छ। र अब खेल समाचार। एशियन गेम्स छनौट खेल्न मलेसियामा रहेको नेपाली महिला टोलीले घरेलु टोलीलाई पराजित गरेको छ। आज बिहान भएको खेलमा नेपालले मलेसियालाई 2 विकेटले पराजित गरेको हो। मलेसियाले दिएको 68 रनको लक्ष्य नेपालले 17.3 ओभरमा 8 विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले 32 र रुबी पोद्दारले 15 रन जोडे। अन्य खेलाड़ीले दोहोरो अंकको रन जोड्न सकेनन्। त्यसअघि पहिला ब्याटिङ गरेको मलेसिया 16.5 ओभरमा 67 रन बनाएर अल आउट भएको थियो। नेपालले यही 23 मेदेखि एशियन गेम्स छनौट खेल्नेछ। नेपालले चीन र इन्डोनेसिया प्रतिद्वन्दी पाएको छ।